मेरो भर्खर आइफोन थियो त्यो के भयो अफ भइदियो क्या मा तिमीले बन्न सकेन तिमीले युनिकको मोबाइल चाहिँ बनाउँछौ हल्का क्वालिटी घट्न सक्छ त्यसको लागि सरी हामी चाहिँ अब अहिले यहाँको किल्लामा आछौँ हामी आइफोन थियो तर चार्ज सक्यो के ब्याड लक थियो चार्ज लगाएर आछौँ अहिले हामी कहाँ हो युनिक खलङ्गा स्थित वडा नम्बर 5 मा रहेको किल्ला अमरगढी किल्लामा हामी के गर्दैछौँ हिँड्दैछौँ र यहाँको तर अस्तित्व बचाउनु भन्ने कि पत्थर सत्तर नहाल्नु भन्ने होइन पुरानो स्टार जस्तो थियो नि यो यता देखा त देखान हो यस्तो टाइपको बनाउनु भन्ने होइन इतिहास पनि देखिन्थ्यो यो सिमेन्टी लाएर अलि तल देखाउनु यहाँ सिमेन्टीलाई त्यही त भन्ने भएन कि यो हो नि त इतिहास पहिला यत्रो पर्खाल लागेको यार दामी हो नि पहिलाको जमानामा हेर इन्जिनियर नभए नि यस्तो दामी अब हामी यहाँ आएको छौँ र यो यहाँ भर्खरै हामी यहाँ चाहिँ उत्ते पालबाट हेर्ने के ठाउँ रहेछ है ओमा यहाँबाट हावा आउन रहेछ यहाँबाट बवाल हावा आउन लाग्छ तर होइन यस्तो हो यो कस्तो भनेपछि यो पहिला सैनिकहरू कोही मान्छेहरू आक्रमा के उ गर्न आएको छ भनेपछि यहाँबाट हेर्ने दुलबाट हेर्ने हो कि यतिबाट कति देखिएला र लागि देखिन्न केही देखिरहेको छैन हो के त्यहीको लागि यहाँ जस्तो यहाँ पहिलाको मान्छेहरू पुलिसहरू होइन यहाँ गन राख्थ्यो क्या गन पालेर गनसँग राखेर ताक्थ्यो कि त्यस्तो रहेछ इतिहास यो गुफामा पनि हामीले फर्स्ट टाइम तर यहाँ अब अझै सिमेन्ट टाइल हुन चाहिँ अब त्यो ठिक लागेन मलाई यहाँ के रहेछ हेरौँ नि यहाँ पनि सेम 1 2 3 4 5 कति पो छन् ला यस्तो तल जाउँ है त यहाँ चाहिँ बन्न लागेको रहेछ अहिले हो यहाँ चाहिँ के रहेछ यहाँ तल सब ठाउँ त्यस्तै के को लागि हावाको लागि होला यार जस्तो लाग्छ यहाँ खतरा छ ल जाउँ त ल यस्तो सुरुङ बनाइदिएको पहिला जमानामा हेर्नमा यस्तो काठको हालेर बवाल हामी जान लाग्छौँ यहाँबाट निक्लिने ठाउँ रहेछ नाइस यो खतरा बनाएको रहेछ यार बवाल यहाँबाट बाहिर एक्जिट यहाँबाट जाने उताबाट आक्रमण गरिने दामी रहेछ त यस्तो दामी आजकलको स्ट्याटिक्स त के भन्ने स्ट्राटेजी त यो हो क्या एकदम खतरावाला बाफ्रे ढोका पनि यो भनेको यस्तो टाइपको छ यो 3 गुणा दामी रहेछ यो पनि यार सेम त्यो सेम खतरा हो सेम यहाँ चाहिँ मन्दिर रहेछ क्या हो मन्दिर यहाँ पनि त्यस्तै टाइपको छ उतै के रहेछ भन्ने कुरा हो त्यहाँ हेरौँ नि जाउँ नि यहाँ यहाँ चाहिँ यस्तो टाइपको छ होइन यो ठुलो अहिले यहाँ त त्यही त एलइडी लाइट त्यहाँ अब देखाउने होला पहिलाको जमानामा यस्तो थियो नि यो त हामीले देखिसकेको छौँ होइन खतरा गुफामा छिरेर हामी यो पनि त्यस्तै हो यहाँ यता साइड के रहेछ भन्ने कुरा त्यहाँ पनि त्यही हो हेर्नलाई बनाउनु न यो कस्तो हुन्छ यहाँ बन्दुक हुन्छ नि जुन मान्छे मिसाएर हुन्छ नि यस्तो ताकेर हेर्नेवाला हो क्या सायद त्यस्तै हो जस्तो त्यस्तै हो मलाई पनि तर त्यो हावाको लागि पनि हुनसक्छ के त अनुमान यहाँ पनि यहाँ तर सबै ठाउँमा त्यस्तै रहेछ
यो चाहिँ हामीले एक्सप्लोर गरिहालेँ। अब यहीँबाट जाउँ, यतै उकालो उकालो उतातिर घुम्नु परेन। तर यो पत्थर छापेर अलि दुःख लाग्न लाग्छ, किन भन्दाखेरि यो हामीले जस्तो हो त्यस्तै इतिहास देखाउने हो क्या खास। यहाँ अब त्यो चेन्ज गरेर हुन्छ। अब यो भोलिको दिनमा यहाँ सिमेन्टी लगाएर केही मजा आउँछ? हामी खास हेर्न आएको यो हो क्या, त्यो सिमेन्टीको त घर पनि हामीले सिमेन्टीको बनाउन सक्छौँ, त्योमा के नयाँ कुरा छ? तँ त यहाँ राखेँ होला मानेको छु कि मैले यो घरमा। तर यहाँ पनि त्यही हो, सेम हो। होइन यहाँ अरू चिज केही होला, यो पनि त्यही हो। यो चाहिँ के रहेछ यहाँनिर ठुलो बनाएको छ होइन, त्यस्तै होला यो होइन। अब जे देखाउँदैन अब हामीलाई। अब तर यो पत्थर भयो कि, यो पत्थर भयो कि टाइल भन्ने हो यस्तो त। यो अब यो राखेको केही छ कि भनेर सोधेको थिएँ, त्यस्तो त केही छैन अनि यार। अनि हल्का पहिलाको इतिहासहरू गनहरू सब यहाँ छ के, यहाँभित्र होला यो गन छ क्या, एमा होला एमा होइन। बन्द छ तर बन्द छ होइन। यहाँदेखि भ्यू यस्तो देखिन्छ। यो तलको साइड चाहिँ दामी छ कि, यो त्यही घटाल साइड हो क्या, दामी छ। अब त्यहाँ भ्याइन्छ कि नि भ्याइन्न होइन, भोलि भ्याउँ। तर यो चाहिँ यस्तो दामी रहेछ। आएपछि गएपछि हामी राम्रोसँग जाउँला क्या, नआयौँ कि हामी एकचोटि यो बाहिरबाट कस्तो देखिन्छ त, भित्रबाट त हेऱ्यौँ। यहाँबाट कस्तो लागिरहेको छ यो बवाल हेर्नु। फुलहरू पनि रहेछ होइन। एकछिन बसेर एकछिन हामी थगाइ मार्छौँ, धेरै उकालो उक्लियो नि त हामीले। ल अब हामी यसपछि कहाँ जाने? टुखेल जाऊँ भन्ने। टुखेलदेखि लाँदै कि यहाँबाट देखि लाँदिने ऊ त परदेखि लाग्यो यो साइडतिर हामी हो, यो तर्को त्यो साइड जाने। तर अहिले होइन, तर अहिले के हो भने चाहिँ मेरो भर्खर आइफोन थियो, त्यो के भयो अफ भइदियो क्या तिमीहरूले बन्न सकेन। तिमीहरूले युनिकको मोबाइल बनाउँदैछौ, हल्का क्वालिटी घट्न सक्छ, त्यसको लागि सरी। मेरो मोबाइल त्यति राम्रो पनि छैन, केही छैन अझ नि। मान्छे कालो भयो भने के भयो त, ठाउँ राम्रै छ होइन। मान्छेको मन राम्रो हुनुपर्छ, अनुहार भएर हुन् न। होइन त्यही त पैसा हो कि के भयो, धन होइन मन चाहिन्छ, मन। ल यसो घुमेर अब कसरी भयो यो यहाँ चाहिँ तल काठ राखेछ नि, हो यो काठमा यो पत्थरहरू पुरानै ठिक थियो कि, नयाँ पत्थर हालेर खालि ठिकै छ हुन त पत्थर। यो चाहिँ बवाल लाग्यो कि, यो चाहिँ बवाल बनायो कस्तो त। हामी यहाँ काठै काठ यहाँनिर यो डबल लेयर हो यहाँ। यो हामी जहाँ छिर्यौँ यहाँ तल यो माथि, अब यो कस्तो छ भने चाहिँ अब यहाँबाट थाहा हुन्न, यहाँबाट थाहा हुन्छ त। हामी अब यो पाल हेरेको यहाँ चाहिँ यतैतिर हेऱ्यौँ न हामीले, कताबाट हेऱ्यौँ थाहै छैन। आई गट इट। खै पाल थाहा पाएँ हो यहाँबाट हेर्ने टक्क यहाँ बस्ने अनि यहीँ जाँदैन। ल यहाँ अब डस्टबिनको व्यवस्था पनि रहेछ। हामी यो फोहोरलाई चाहिँ डस्टबिनमा हाल्न गइरहेको तर जस 50 रुपियाँ मलाई ठिकै हो जस्तो लाग्यो कि। तर अब यस्तो गरेर होला चाहिँ हो पुरानो संरचनालाई सिमेन्टी हालेर खुबै बनाए जस्तो लाग्यो कि होइन। त्यस्तो गर्ने होइन भन्नमा लागिरहेको थियो अघिदेखि, अब त भन्नै पर्छ जस्तो लाग्यो। अब यो पनि नयाँ हाल्यो, यो टाइल हो कि पत्थर हो? पत्थर हो, पत्थरबाट टाइल हो। कस्तो बनाएको छ यो, जे बनायो भने पुरानो ढुङ्गा र यसमा धेरै फरक देखिन्छ। यहाँबाट फाइट कस्तो हुने होला सोध्दै युनिक? यो टपमा बनायो नि त्यतिकै तल हान्ने तोप हान्छ नि, तल हान्ने सकिन्छ होला। यहाँ यो पनि भर्खर बनायो नि सबै, भर्खर बनायो नि सबै होइन। हनुमान चाहिँ भाग्यो। ल बिहान लामो भिडियो हुन्छ होइन, यति नै हो। यहाँ बाथरुम टोइलेटको व्यवस्था पनि रहेछ, राम्रो रहेछ। तर यो चाहिँ बनायो, यो चाहिँ भोवाल बनायो। टोइलेट रहेछ, सही चाले। ओके यति नै हुन्छ भिडियो, पछि एकछिनमा अझ देखाउँछौँ हामीहरू। त्यही हो आज हेर्नु सक्नुहुन्छ कस्तो भोवाल चाहिँ ठाउँहरू। त्यो माथि देखा जिल्ला प्रशासन कार्यालय माथिको फर्स्ट टाइम घरबाट पर
तर मेरो मेरो मोबाइल के भन्दाखेरि स्टेबल छैन क्या नाइ के हल्लिन्छ कि धेरै त्यही के छैन अनि फेरि हामीतिरले एकछिन होटल पनि खोज्नुपर्ने छ कहाँ बस्ने भनेर त्यही हो बल धेरै यहाँ ठाउँहरू हेर्नुमा क्यान्सर सिम पहिला मैले 7,000 रुपियाँ मात्रै लगाएँ सिमहरू त्योभन्दा पनि यो घर चाहिँ पुरानो लास्टै पुरानो रहेछ पुरानो जमानाको घरहरू यो रोड पनि भर्खर बनाएर लगाएर छ यार पहिला धुलै छ यार यहाँ आउनु होइन त्यसमा धुलै छ है यहाँ आउन आपत हुन्छ क्या मलाई यस्तो खुट्टाभरि माटो छिर्थ्यो तर रमाइलो छ लास्टसम्म हेर्नु होला मन पाइदिनु होला इन्ट्रेस्टिङ ठाउँहरू देखाउनेछौँ हामीहरू जो हजुरहरू कहिले आउनु भएको छैन जो यहाँको छ प्लिज हेलो भनिदिनु होला कमेन्ट लेख्नु होला होइन के बोल्नु चाहनुहुन्छ खुसी लाग्न त मलाई त रमाइलो लागेर हिँड्दैन त म अब हामी एकछिन टुवेल्भ पुग्छौँ अब टुवेल्भ पुगेर हामी हजुरलाई देखाउँछौँ है हामी कहाँ छौँ रे टुर खेल्छौँ टुर खेल टुर खेलको पनि हेर्न सक्नुहुन्छ तपाईँ हान्न सक्छ है उल्टा पहिला उतातिर हान्दा यता साइडबाट सबै ठाउँ घुम्नु नि वाह मलाई नि गर्न हुन्थ्यो र खै आजकल हुन्छ कि फेरि पनि ढाड पड्केर बोकाल होइन एकचोटि गर्ने टुर खेल्न आइपुग्नु तर यो ग्राउन्ड चाहिँ अलिक सानै लाग्छ मलाई है टुर सानो छ टुर मेन ग्राउन्ड उत्यो छ हेर उहाँ कत्रो छ हेर कहाँ हो है हो देखेन होला मैले त्यहाँ त यो जुन रोड आउला छ त पर त्यो यतातिर खेतको उतातिर हेर त्यो टुर खेल हो होइन त्यो मेन ठाउँ हो मेन बल गेम हुने ठाउँ यो बाटो यहाँ घरलथानको बेस्ट भन्दा बेस्ट ठाउँ क्या यो बाटो तल जानेवाला बाटो हो केही त्यहाँतिर कस्तो छ भने हिँड्नु गाह्रो मात्रै त्यहाँको मान्छेले त लास्ट बबाल हो होइन यहाँ जस्तो यहाँको मान्छे जस्तो टाढाको मान्छे आएर हेर्नु गएको छ नि त्यसलाई अप्ठ्यारो हो किनभने हिँड्नुपर्छ धेरै बाइक जाने बाटो छैन बाइक जान्छ ऊ रोडै हो यार पिच रोड छ यदेखि नै पिच रोड अनि त्यसबाट त मजा हो नि त यहाँबाट उहाँ पनि जानु मिल्ला कहाँ अनि अरू त्यही आजको हेर्नु सक्नु टुवेल यहीँ छ होइन यो कपडोल छ होइन यहाँनिरै कपडोलै हो यसमा कपडोल सपडोल छ आजको भिडियो होइन आजको भिडियो यतिसम्म हुन्छ किनकि लामो भिडियो ठिक हुन्न क्या तपाईँलाई पनि झ्याउ हुन्छ हामीलाई पनि झ्याउै लाग्छ बनाउनु अनि आज खेलसम्म नै हाम्रो यो यात्रा छ होइन अब हाम्रो भिडियो त पार्ट 1 पार्ट 2 गरेर आउँछ यो भिडियो बिहानसम्म अपलोड भइहाल्छ सायद होइन यहाँनिर भोलि सोलो खेल्ने छ इन्ट्रेस्टिङ कुरा के हो त अब भोलि बिहान उठ्दा जानेछौँ त्यो हेर्नु होला त्यो पनि कोडिराख्नु होला पार्ट 2 को लागि होइन त्यही आजको लागि भिडियो यति नै हुन्छ डोन्ट फर्गेट लाइक कमेन्ट सेयर सब्सक्राइब कमेन्ट गर्नु लागि कमेन्ट प्लिज यार कमेन्ट गर्नु होला यार हेलो हाई गर्नु होला यार बाई बाई